आज चाहिँ हामी हेडक्लास युज गरेर फ्लो डेप्थहरू निकाल्न खोजिरहेछौँ। त्यसको लागि कुनै एउटा न्याप प्रोजेक्टको नाम चाहिँ दिएर हामी काम गर्छौँ। न्याप प्रोजेक्टको नाम जुन दिँदैन हुन्छ युनिट चाहिँ यसै राखेको छु। त्यसपछि ऱ्यास म्यापरमा गएर हामी चाहिँ पहिला सुरुमा प्रोजेक्सन सेट गर्छौँ। प्रोजेक्सन सेट गर्नको लागि हामीलाई चाहिँ पिआरजी फाइल चाहिन्छ। त्यो पिआरजी फाइल चाहिँ हामीले अर्थ एक्सप्लोररबाट डाउनलोड पनि गर्न मिल्छ। पिआरजी पछि हामीले चाहिँ टेरेनको लागि न्यू टेरेन हाल्छौँ। त्यसमा चाहिँ डिएम फाइल चाहिन्छ हामीलाई। डिएम फाइल चाहिँ हामीले अर्थ एक्सप्लोररबाट पनि डाउनलोड गर्न पाइन्छ। त्यसपछि चाहिँ हामीले यसमा चाहिँ गुगल अर्थलाई ओभरले गर्दाखेरि गुगल स्याटेलाइटलाई चाहिँ हामीले हालिदिन्छौँ। त्यसपछि अन गरेर गुगल स्याटेलाइट आउँछ। यति भयो भने हाम्रो वर्किङ एरिया ठ्याक्कै कुन त्यो थाहा हुन्छ। यो भएपछि अब हामी यसलाई सेभ गर्छौँ। यो भएपछि अब हामी यसलाई जियोमेट्री क्रिएट न्यू जियोमेट्री फाइल गर्छौँ। यसलाई चाहिँ रिभर भनेर हामी नाम दिन्छौँ। जुन नाम दिँदा नि हुन्छ। रिभर भनेर नाम दिएपछि हामी यसलाई एडिट जियोमेट्रीमा जान्छौँ अनि यहाँबाट रिभरको हामी चाहिँ करिब सेन्टर लाइन चाहिँ हामी रिभरको सेन्टर लाइन चाहिँ हामी हालिदिन्छौँ। डबल क्लिक गरेपछि सेभ हुन्छ अनि यो सेभ भयो। त्यसपछि आएर यसलाई हामी फेरि कस्टम एडिट गर्छौँ। फेरि यसमा हामी चाहिँ एडिट जियोमेट्रीमा गएर चाहिँ रिभर ब्याङ्क हाल्छौँ। रिभर ब्याङ्क भनेको चाहिँ हाम्रो करिब खोला बगिरहेको एरियातिर राखिन्छौँ हामी। डबल क्लिक गरेपछि फेरि अर्को ब्याङ्कको पनि हामी बनाउँछौँ। यति भएपछि यसलाई पनि हामी सेभ गर्छौँ। अनि फ्लो पाथ पनि हामी चाहिँ एडिट गर्छौँ। फ्लो पाथ भनेको यो बाउन्ड्रीभन्दा करिब बाहिरबाट चाहिँ हामी एउटा फ्लो पाथ बनाउँछौँ। यो पनि हाम्रो सकेपछि यसलाई सेभ गर्छौँ। अब हामी यसमा चाहिँ रिभर क्रसिङ पनि दिन्छौँ। रिभर क्रसिङ चाहिँ हामीलाई जुन सेक्सनमा चाहिन्छ त्यही सेक्सनमा गर्छौँ। डबल क्लिक गरेपछि सकिन्छ। कतिवटा सेक्सन हेर्ने त्यो चाहिँ आफैले राख्दा हुन्छ। हाम्रो डिजाइनको एरियाजदेखि तलसम्म पनि हेर्दैछु। यो भएपछि यसलाई पनि हामीले स्टप गरेपछि यो सेभ माग्छ। त्यसपछि सेभ भयो हाम्रो। यो काटेपछि चाहिँ हामी त जियोमेट्रिक डाटा जान्छौँ। जियोमेट्रिक डाटामा चाहिँ हामी ओपन जियोमेट्रिक डाटामा अघि हामी रिभरको डाटा ओपन गर्छौँ। यसमा चाहिँ अब हाम्रो अघिको गुगल अर्थको पनि ओभरले गर्छौँ। ओभरले नभए नि केही छैन। यसमा चाहिँ अब हामी जान्छौँ म्यानिङको अप्सन हेर्छौँ। म्यानिङको अप्सन चाहिँ हामी सेट भ्यालु सेलेक्ट गरेर 0.035 दिन्छौँ। यसलाई हामी ओके दिन्छौँ। त्यसपछि हाम्रो चाहिँ यसमा चाहिँ अब यसलाई सेभ गर्छौँ हामी। म्यानिङ
पानीको अप्सनलाई चाहिँ अलि काटेर आउँछ। अब एडिटमा चाहिँ हामी स्टेडी फ्लो हेर्न लागेको। स्टेडी फ्लोमा नि हाम्रो एउटा मात्र डाटा हेर्नु, त्यो एउटा मात्र डाटा भनेको यसलाई चाहिँ हामी 100 फ्लड भनेर राखौँ। त्यसपछि आयो हाम्रो 100 इयर्स फ्लड चाहिँ 230.07 क्युबिक छ, यो पनि हामी फाइल राख्यौँ। बाउन्ड्री कन्डिसनमा अप स्ट्रिममा चाहिँ हाम्रो नर्मल डेप्थ 0.001 राख्यौँ भने डाउन स्ट्रिममा नर्मल डेप्थ 0.025 राख्यौँ, 0.0025। त्यसपछि हामीले यसलाई ओके गर्यौँ। यसलाई पनि हामी सेभ गरौँ। यो भनेको हाम्रो फ्लो डाटा भनेर राख्यौँ। त्यसपछि अब चाहिँ हाम्रो स्टेडी फ्लो एनालाइसिस गर्दा हुन्छ। यसमा कुनै एउटा सर्ट इन्टिजर नम्बर 11 फ्लडमा कम्प्लिट गरौँ। त्यसैले हाम्रो उस चाहिँ सकियो। हाम्रो यहाँनिर फ्लड डाटा हेर्ने हो भने चाहिँ यहाँबाट अब हामी जान्छौँ जोमेट्रिक डाटामा। जोमेट्रिक डाटामा हाम्रो क्रस सेक्सनहरू हेर्छौँ। क्रस सेक्सन हेर्दाखेरि हाम्रो चाहिँ करिब यसबाट देखिएन भने यसलाई काटेर हाम्रो चाहिँ क्लास म्यापरमा हेर्दाखेरि हाम्रो चाहिँ करिब हेडर्सको एरिया बस्ने 350 देखि 312 को उसमा बस्छ। त्यो दुईटाको क्रस सेक्सन हेर्छौँ हामी। 350 देखि 300 यस त्यसको लागि हामी जोमेट्रिक डाटामा जान्छौँ, क्रस सेक्सन जान्छौँ। क्रस सेक्सनमा हाम्रो 350 र 312, 350 र 312, 350 मा हेर्ने हो भने हाम्रो चाहिँ फ्लो लेभल भनेको 1213.55 रहेछ। अनि 312 मा हेर्ने हो भने चाहिँ 1212.02 रहेछ। हाम्रो 100 इयर्सको फ्लड आउँदाखेरिको लेभल चाहिँ यस्तो हुँदो रहेछ।